ल हामी चाहिँ लाग्यौँ गाउँघरको मेला हटिया है, सोमबारे हटिया टक्क यी 3 जना ट्याङ खानुलाई यताउता के पाउँदो रहेछ। सोमबारे हटियामा चाहिँ भर्खर यो तेस्रो हप्ता भयो हटिया लाग्न थालेको योचोटिको चाहिँ टक्क गएर हामी हाम्रो तक्लिया डन चाहिँ अगाडि हुनुहुन्छ तर स्कुटीमा हामी चाहिँ उहाँको पछि आउँदैछौँ। सोमबारे मेला कुका जिल्लाको दाजुगढी गाउँपालिकामा रहेको सिङ्सुवा बजारको चाहिँ यो गोलाइ टक्क यो गोलाइबाट अलिकति भित्र छिरेपछि सोमबारे हटिया यहाँ लागेको छ। यो अब तेस्रो पटक हो, तेस्रो हप्ता भनौँ न। अब यहाँ के पाइन्छ हामी चाहिँ आज यहाँ टक्क मेला भरेर खाने निर्णय गर्दैछौँ। जे भेटिन्छ त्यही खाने। त्यता गाडी आउँछ ल दाइ, अलिक साइड लगाउनु, अलिक टिफर आउँछ। लत्ता कपडा खाद्यान्न आइटम है, सब्जी आइटम। नवीन सर भन्नुहोस् न। अनि हजुर यता चाहिँ खानाको आइटम। म तल सिम्सुवा आएको छु अहिले कि कुमारसँग। सिम्सुवा ल तेस्रो हप्ता खै मेखे त सकियो कि हो, मेखे त सकियो कि हो। ल त्यो हामीलाई राखिदिनुहोस्। हुन्छ, हामी एकछिन पर्खिन्छौँ। ल यता चप, उसिनेको अन्डा, यता सिद्रा व्यापार। ल यहाँ लत्ता कपडा, खाद्यान्न, सब्जी। ल गाउँको अर्ग्यानिक टमाटरदेखि लिएर हरेक कुरा। यहाँ चाहिँ खोला छ, त्यहाँ तल पुल। अन्तिममा आइपुगेछ हामी चाहिँ। र अलिक मान्छेको कमी, बजार त्यति झकास छैन र पनि रमाइलो छ। मान्छेको कमी भए पनि एकदम रमाइलो छ। अनि यहाँ हाम्रो वरिष्ठ इलेक्ट्रिसियन रामजित राई, उहाँ चाहिँ बिर्ता मोडबाट। यता हाम्रो सिम्सुवा ग्यारेजको चाहिँ प्रोप्राइटर सानु राई। ल यस्तो छ। ल अन्तिम चरणमा रहेछ अब। काका अनि सोमबारे मेला कस्तो लागिरहेछ तपाईँलाई? एकदम दामी। अब 2-4 शब्द जाओस् त। सरकार नमस्कार। नमस्ते हजुर। यो सोमबार हटिया चाहिँ हजुर बिन्ती गर हजुरलाई। सोमबार हटिया तीव्र रूपमा आजभन्दा भोलिभन्दा अर्को हप्ता, अर्कोभन्दा अर्को हप्ता चाहिँ तीव्र रूपमा हजुर यसको चाहिँ प्रचार प्रसार, हजुर यसको चाहिँ विज्ञापनमा, यसको चाहिँ
यता त म्यानेजमेन्टमा चाहिँ राम्रो भइरहेछ। हजुर पहिलाको हप्ताभन्दा धेरै हजुर यो हप्ता त्यो हप्ता भन्दा गर्दा चाहिँ यसको यो सोमबार हटियाको चाहिँ राम्रो म्यानेजमेन्टमा चाहिँ एउटा प्रोग्रेस भइरहेछ र जनताको इच्छा आकांक्षा र जनताको चाहिँ माग अनुसार हैन माग क्राउड र सबै कुराहरू चाहिँ केले वृद्धि गरेको छ भन्दाखेरि चाहिँ यो कपडा पसल हजुर एउटा किराना पसल हजुर एउटा कपडा पसल एउटा किराना पसल र यो स्थानीय अर्गानिक हैन स्थानीय जाँड पानीदेखि लिएर चाहिँ तरुल मेखे सेखे हैन हरेक कुराले चाहिँ यसलाई चाहिँ प्रोग्रेस गरेको छ र यो तीव्र रूपमा अगाडि बढ्छ भन्ने चाहिँ विश्वास भयो र अगाडि यही अनुसारले अगाडि बढ्छ भन्ने चाहिँ मेरो विश्वास। हस् धन्यवाद। के दाइ स्प्राइट खाएको हो? ल ठिक छ। ए ड्यू हो? ल ठिकै छ, खानुपर्छ। ल यता हाम्रो चाहिँ बुढापाका ग्याङ हुनुहुन्छ, यहाँ चाहिँ आफ्नै तालमा गफ गर्दै खाँदै पिउँदै रमाउँदै गरिराख्नु भएको छ। ल यहाँ हाम्रो अर्ग्यानिक सागहरू सिद्रा व्यापार छ। ल ठिकै छ, समग्र रूपमा एकदम राम्रो छ। हप्ताको सोमबार चाहिँ यहाँ मेला लाग्छ, हजुरहरू पनि आएर भिजिट गरिदिनु होला। यहाँका अर्ग्यानिक कुराहरू खाइदिनु होला। यहाँ भएका जस्तै सुँगुरको आन्द्रा भुँडी, रागाको आन्द्रा भुँडी, मेखे मासु, सुँगुरको मासु, सेकुवादेखि लिएर आलु चप, लोकल स्थानीय पेय पदार्थ जस्तै लोकल रक्सी, विभिन्न फलफुलका लोकल रक्सी, जाँड, साथै धेरै कुराहरू छन्। ल आएर एकचोटि भिजिट गरेर रमाइलो गरिदिनु होला। प्रत्येक हप्ताको सोमबार लाग्छ। यहाँ हाम्रो दाइ केही आमन्त्रणा गर्नुहुन्छ कि कोहीलाई यसो यहाँ आइदिनुहोस् भनेर के छ कि? अब नमस्कार। अब मैले के भन्दाखेरि यहाँ सम्पूर्ण दाजुभाइहरूलाई मेरो नमस्कार र यो सोमबारे हटिया हजुर जुन यहाँ हामीले क्रिएट गरेका छौँ, हामीले संरचना बनाएर चाहिँ दुःख सुख चलाइरहेछौँ। तपाईँहरू सम्पूर्णलाई जानकारी नहुन सक्छ। हजुर तपाईँहरू चाहिँ यो भिडियो मार्फत अब सबैतिर पुग्छ हैन? भिडियो मार्फत हजुरको च्यानल मार्फत चाहिँ मैले के जानकारी गराउन चाहन्छु भन्दाखेरि हजुरलाई जतिलाई हजुर जानकारी छैन तपाईहरुलाई मेरो तर्फबाट जानकारी छ। मैले नमस्कार गरेँ, जानकारी छ। यहाँ हरेक हप्ता सोमबारको दिन मेला लाग्छ। मेलामा आइदिनु होला। यहाँको अर्ग्यानिक चिज वस्तुहरूको चाहिँ स्वाद लिदिनु होला र यहाँको अब मार्केटिङ म्यानेजमेन्ट पनि राम्रो भइरहेछ। कपडा पसल अनि किराना पसलदेखि लिएर अर्ग्यानिक सेल रोटी, अर्ग्यानिक जाँड रक्सीदेखि लिएर सबै कुराको म्यानेजमेन्ट भइरहेछ। तपाईहरु आइदिनु होला। सम्पूर्णहरू चाहिँ आइदिएर चाहिँ यसो बजारको शोभा बढाइदिनु होला भन्ने मेरो अनुरोध छ। धन्यवाद। ए हस्, धन्यवाद हजुरलाई। ल यो भिडियो हेरेर सबैले सबैमाथि सेयर गरेर चाहिँ यहाँ धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकाको सिमसुवा भन्ने ठाउँमा गोलाइ छेउमा चाहिँ यो हटिया लाग्न थालेको छ। यो तेस्रो हप्ता भएको छ। सबै आएर घुमेर यहाँको स्वाद, अर्ग्यानिक स्वादहरू लिएर मजा लिनु होला र सबै मार्फत सेयर पनि गरिदिनु होला। धन्यवाद।